तपाईहरुले बल प्रयोग गर्नुभयो। तपाईहरुले बल प्रयोग गरेर ढोका तोड्नु भएको छ। सर म पत्रकार हो, मलाई बोल्न दिनु। बल प्रयोग गरेर प्रहरीले यहाँ गेट तोडफोड गरेको छ गुन्डुमा। गेट किन तोडेको? नेपाल प्रहरीको गेट हो यो तोड्ने। दर्शकबिन देख्न सक्नुहुन्छ एका बिहानै ओलीको घर गुन्डुक पुलिस पुगिसकेको छ र केपी ओलीलाई आज छोपेरै उनलाई जेल हाल्ने भन्ने एउटा सूचना आइसकेको कारणले हामी आइसकेका छौँ र देख्न सक्नुहुन्छ दर्शकबिन, हेर्न सक्नुहुन्छ केपी ओली र रमेश लेखक आज जेल जाँदै भन्ने एउटा सूचना आइसकेको छ र प्रहरी पनि आइसकेको छ उहाँको घर गुन्डुमा। र अहिले महेश बस्नेत के गर्दै होला नि त? उनी फेसबुकमा खुब कराइरहेका थिए तर अहिले लाटो बिरालो जस्तो भएर बसिरहेका छन्। कहाँ छन् उनी? अरू कार्यकर्ताहरू कहाँ छन् एमालेका? हेर्न सक्नुहुन्छ केपी ओली भित्रबाट आइसकेका छन्। उनको श्रीमती एकदमै भावुक अवस्थामा देखिन्छन् र केपी ओलीलाई आजै प्रहरीले पक्राउ गर्न एका बिहानै उनको घर गुन्डु जुन उनी भाडाको घरमा बस्छन् उहाँ पुगिसकेको छ। हेर्न सक्नुहुन्छ केपी ओलीको दम्ब आज समाप्ति भएको छ र केही कार्यकर्ताहरूले उहाँ आफै जान लाग्नु भएको भनी भन्दैछन्। तर आफै जान लाग्नु भएको भए पहिलो किन गएनन्? आजै एका बिहानै पुलिस किन आयो र पुलिसको पछि किन लागे भन्ने कुरा पनि हो। र हेर्न सक्नुहुन्छ सुदन गुरुङ हिजो गृहमन्त्री भइसकेका छन्। धेरैले उनको गृहमन्त्रीमा प्रश्न पनि उठाए तर आज सुदन गुरुङले गरेर देखाइदिए। त्यसैले कसैमाथि पनि प्रश्न उठाउनभन्दा उसको पहिला काम हेर्नुपर्छ साथीहरू। र आज केपी ओलीलाई उठाउन उनकै घर पुगेको छ। त्यसै उता रमेश लेखकलाई पनि उठाइएको भन्ने समाचार आएको छ। ब्रेकिङ न्युज साथीहरू, रमेश लेखक पनि उठिसकेका छन्। र त्यसै गरी अब सुरक्षा निकायका खापुङ लगायतका सुरक्षा निकायहरूलाई चाहिँ फेरि अर्को बैठक बसेर हिजै निर्णय गरेको छ। तिनीहरूलाई चाहिँ फेरि अर्को प्रतिवेदन अर्को छानबिन गरेर तिनीहरू दोषी हो कि नै, सत्य तथ्य के हो भन्ने छानबिन गरेर मात्रै उनीहरूलाई पक्राउ गर्ने भन्ने निर्णय हिजो नै पहिलो पटकको मन्त्री परिषद बैठकबाट भएको प्रवक्ता सस्मित पोखरेलले हिजै जनाइसकेका छन्। हेर्न सक्नुहुन्छ हेर्नुहोस् दर्शकबिन, केपी ओली आफ्नै गाडीमा बसिसकेका छन् र उनी हात हल्लाउँदै यसरी जाँदैछन्। हेर्नु, अगाडि पुलिस, पछाडि पनि पुलिस र उनी हात हल्लाउँदै जाँदैछन्। र आज उनले जुन जेनजी विद्रोहको क्रममा जुन दमन देखाएका थिए त्यो दमनलाई हेर्दै आज सुदन गुरुङले पहिलो निर्णयमा नि केपी ओली र लेखकलाई निर्णय गर्ने भनेर हिजो निर्णय गरिसकेका कारणले आज केपी ओलीलाई लगेर जाँदैछन्। हेर्नुहोस् दर्शकबिन, सुदन गुरुङको हिम्मतलाई हेर्नुहोस् दर्शकबिन।